हेलो साथीहरू सम्पूर्णमा नमस्कार। लासो फ्याफुल्ला हो जानु कतामङ चिनी। आज हाम्रो घरमा है मकै ल्याइराख्नु भएको छ के यहाँ हेर्नुहोस् भनेर आनी फेरि त्यहाँ जुत्तो देखाइराख्नु भएको छ। आज हाम्रो घरमा सुकेको मकै ल्याएर छ यहाँ सबैजना जुत्तो बनाउँदै हुनुहुन्छ। हामीहरूले हेर्नुहोस् हेर्नुहोस् जुत्ता भनेर जुत्तो कति राम्रो राम्रो जुत्तो बनाइराख्नु भएको छ कि झाडलाई ल्याँदाखेरि जुत्तो राख्दा राख्दै अनि यहाँ जुत्तो बनाउँदै हुनुहुन्छ। अनि यहाँ हेर्नु हरियो मकैहरू चाहिँ त्यहाँ राखिरहेको छ कमलहरू चाहिँ भुटेर खान भनेर है। अनि दिदी हाँसिरहेछ मकै सबजना कुरा सुनेर है। अन्त भैया क्या भैयाको कुरा सुनेर भैयाले दिदी सामान राख्ने होइन केही चाहिँदैन पार्टीहरू भनेर अनि हाँसिरहेछ फेरि त्यो भैया नि कति गरा गरा गरेर हो हामी यहाँ मकै केलाइरहेछ उसको चाहिँ फेरि त्यताको धुन छ भनेर यहाँ दिदीले चाहिँ चाहिँदैन हो भैया चाहिँदैन भनिराख्नु भएको छ कि आजलाई हामीले अहिलेले छ भनेर चाहिँ यहाँ हेर्नु मकै त्यो चाहिँ भिडियो बनाइरहेको छ। फेरि आनेको मोबाइलबाट एउटा भिडियो खिच तिम्रो मोबाइलले हुँदैन मेरो मोबाइलमै खिच तिमीले कहिले पठाउँदैन भनेर त्यो चाहिँ भिडियो खिचेर चाहिँ अनि यहाँ फेरि मेरो कान्छीले चाहिँ यस्तो भन्दा चाहिँ यहाँ कान्छी बहिनीले चाहिँ हेर्नु भाउजू यहाँ मकै यस्तो छ ढोक्रोमा यहाँ हेर्नु ढोक्रोमा हालेर चाहिँ यहाँ पोस्ट छ तपाईँ त्यो चाहिँ देखाउनु हुनु रहेछ भन्नुभयो। अनि हामीले चाहिँ जुत्ता पनि यहाँ बनाइरहेको छ त म भन्दै हुनुहुन्छ दिदी भिडियो खिच्दै हुनुहुन्छ है। अनि म चाहिँ फेरि जुत्ता मेरो काम चाहिँ जुत्ता माथि टुप्पोमा लाने कि म अघि 7-8 जुत्ता त मैले माथि लगेर राखेर आइसकेँ। अनि यहाँ भिडियो खिचिरहेको हेर्नु साथीहरू यहाँ हाम्रो घरमा चाहिँ सबजना व्यस्त छ नि यहाँ घोगाहरू बनाउँदै जुत्ता बनाउँदै घोगाहरू यहाँ मकैको घोगाहरू कोही ठुलो कोही सानो सबजना प्रायः जस्तो सबै पुगेछ कि हामीले यहाँ हेर्नु जुत्ता भन्दै हुनुहुन्छ बिचमा हामीले त्यहाँ। अनि त्यहाँदेखि हेर्नु साथीहरू मकै हेर्नु तपाईँहरूको बारीमा पानी परिरहेछ भोलि पर्सि लिन जान्छु म भनेर नबस्नु होला। हेर्नु त्यहाँ कुहिएर धन्न हाम्रो कुहिसकेको छैन रहेछ अझ हेर्नु खोस्टा मात्रै कालो कालो भएर आइसकेछ। हेर्नु न साथीहरू हजुरहरूले चाँडै लिन जानु होला हेर्नु जानु होला मकै बारीमा पाकेन भनेर हेर्नु हाम्रो यस्तो भयो। अनि त्यही भएर भनेको हेर्नुहोस् हामी यहाँ जुत्ता बनाउँछ हामी दिनभर सबजना व्यस्त हुन्छौँ कि अनि त्यही भएर बेलुका चाहिँ यस्तो जुत्ता बनाउने बेलामा गफ गरेर बसिरहेको छ कि यहाँ दिनभरिको के गर्यो कस्तो गर्यो काम भनेर सबजनाको ड्युटीको काम गर्दै हाँस्दै बोल्दै सबजना जुत्तो बनाउँदै हुनुहुन्छ कि दिदीहरू आनीहरू है बहिनी। अनि हेर्नु हाम्रो चाहिँ प्रायः बढी जस्तो खोस्टै कालो दिदी हाँसिरहेको छ फेरि मकै यहाँ अनि केलाउँदै हुनुहुन्छ। यहाँ कमिलोहरू पनि आइरहेको छ कि मकैमा आउने कमिलोहरू चिटिक्का टोक्नालाई भनेर यत्रो हिँड्दा छ है। म पनि यहाँ कमिलो फाल्दै हजुरहरूले यहाँ भिडियो बनाउँदै छु। हेर्नु साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला माया गरिदिनु होला फलो गरिदिनु होला। मलाई खासै भिडियो बनाउन धेरै आउँदिनँ सिक्ने क्रम जारी नै छ। हेर्नुहोस् अब म पनि खासै जान्दै नजाने तल्ली कामको त होइन ठिकै अहिले जस्तो जाने छ त्यस्तै देखाइरहेको छु है त साथीहरू माया गरिदिनु होला हजुरहरूको मायाको मलाई खाँचो छ के सुन्नुभयो नि साथीहरू बाई बाई।